उहाँको आफन्त अथवा कुनै यहाँको स्थानीय म उहाँको मामा तपाईँको परिचय? मेरो नाम नवीन साई हो। हजुर। अनि हामी उहाँकै मम्मीको यही 9 गते गोरखी थियो, गोरखीको दाउरा काट्न गएका हामी लगायत उहाँ भान्जाहरू पनि उहाँको दाईहरू पनि जानुभएको थियो। रुख ढाल्ने क्रममा रुख ढलेर च्यापिनु भयो। अनि च्यापिँदै उहाँको बाटोसम्म ल्याउने ल साथ थियो, अर्कोलाई गाडीमा दैले पठाउनु भने तर्कवासाईले घर पठाउनु उहाँको घरमा। अनि अहिलेसम्म स्थानीयले यहाँको स्थानीय पुलिस प्रशासन कोही आइपुग्यो कि नै? कुनै पनि आइपुग्यो। तपाईँले कति बेला जानकारी दिनु? हामी त अझै पनि होसमा छैनौँ, तै पनि हामीले जानकारी गऱ्यौँ। कोही अरू अन्य साथीहरूले वडा अध्यक्षलाई खबर गरे हौँ भन्ने कुरा गर्नुभएको छ, तर हामीलाई प्रशासनले हामीले जानकारी गरायो। अनि हजुरहरूले मतलब एउटा वडा अध्यक्षसँग जानकारी दिनुभयो, दिँदाखेरिमा अहिलेसम्म यहाँ न त त्यो वडा अध्यक्ष नै आइपुग्नु भएको छ, न त यहाँ कुनै पुलिस प्रशासन कोही पनि आइपुगेको छैन यति बेला। अब मतलब कस्तो भन्दाखेरिमा यो गाडी अलिकति चाँडो आइदिएको भए हामी उहाँलाई बचाउन सफल हुन्थ्यो जस्तो लाग्छ। अब बाटोको पनि अवस्था त्यस्तै, अनि अब त्यो उताबाट ल्याउनु पनि टाढा भयो, त्यो बाटो साह्रै भिड थियो, त्यही भएर नजिक भयो त बचाउनु थियो कि भन्ने आशले बोकेर हामी ल्यायौँ। अरू साथीले पछाडि उहाँले ल्याउन, उहाँलाई छिटो ल्याउँदै घरमा अब यहाँबाट हामी घटनास्थलमा जान कति समय लाग्छ? लगभग यहाँबाट आधी घन्टा लाग्छ। भिडको बाटो छ, आधी घन्टा। वास्तविक कुराहरू यही हो। हामीहरू अब चाहिँ तपाईँहरूको माझ अब यो देखाउने दृश्यहरू देखाइसक्यौँ। अहिले यहाँ स्थानीयले एकदमै निकै रूपमा यहाँ जम्मा हुनुभएको छ भनेपछि म लगायत मेरो टिम पनि हामी यहाँ अहिले उपस्थित छौँ। यो सबै देखाइदिनु। नमस्कार, दैले मिडिया प्रणाली हेरेर बस्नुभएको सम्पूर्ण दर्शकहरूलाई फेरि पनि शुभ नमस्कार। म अध्यक्ष विमल चलाउने। यति बेला हामी भैरवी 5 डोगराको ढाँडा भन्ने ठाउँमा छौँ र आज विशेष गरेर एकदमै दुःखद घटना घटेको छ। यहाँ वास्तविक कुराहरू के कस्तो हो भनेर हामी बुझ्नको लागि आज हामी यहाँ उपस्थित भइसकेका छौँ। यहाँको थोरै विषयहरू हामी यहाँका स्थानीयसँग के कस्तो हो त यसको विषयमा थोरै बुझ्नेछौँ। वास्तविक कुराहरू यो घटना चाहिँ कसरी हुन पुग्यो थोरै केही जानकारी गरिदिनु। यो आज बिहान हामी यो गोरखीको दाउरा काट्न गएका थियौँ। हामी उहाँ लगायत धेरै हामी लगभग 30-35 जना गएका थियौँ। रुख ढाल्ने क्रममा रुख पल्ट्यो, रुखले चेपेर घटना घर यहाँ ल्याउँदै घरै उहाँको परानी घरै गयो। एकजनाको माथिबाट हाम्रो गाडीको लागि दैलो लग्न तयारीमा थियो। अनि कस्तो भन्दाखेरिमा एकजना चाहिँ त्यहाँ घटनास्थलमै निधन भइसके पछाडि एकजनाको चाहिँ उपचारको लागि लैजाने क्रममा घाइते हुनुभएको, एकजनालाई चाहिँ उपचारको लागि जिल्ला अस्पतालमा पुर्याउने कुरामा गाडीसम्म आइसक्दा पनि उहाँको घरमा आइसके पछाडि उहाँको निधन भयो। हजुर। अनि यो वास्तविक कुराहरू कस्तो भन्दाखेरिमा अब कुन समयमा अब केही कुरा तलमाथि थियो कि तपाईँहरू भेट्कमा? त्यस्तो केही होइन, आफ्नै हामी सबै जति गएको थियौँ आफन्तै गएको थियौँ, आपसमै त्यस्तो केही थिएन। त्यो गोरखीको दाउरा काट्न लागेर काट्दै त्यो रुखले च्यापेर यस्तो भएको। दर्शकबिन कस्तो अचम्मको कुरा, आज एउटा विशेष एउटा चाड पनि हो भनेपछि आज घरमा यस्तो रुवाबासी चलिरहेको छ। यो घरमा मात्र होइन, यहाँभन्दा अर्को घरमा पनि छ। हामी त्यहाँको पनि केही कुराहरू तपाईँहरूको माझ देख्दैछौँ। स्टप गर्नु। यति बेला चाहिँ हामी यो एकदमै दुःखद खबरले चाहिँ हामीलाई एकदमै सताइरहेको छ भनेपछि यति बेला हाम्रो यहाँ सबै यहाँका स्थानीयहरू सब यहाँ जम्मा भएर बसिरहनु भएको छ भनेपछि अहिले हामी चाहिँ यो एकदमै तलको घरमा छौँ। यो कसको घर? मतलब उहाँ छोरा कि उहाँ बाउ को हुनुपर्ने? यहाँ बाउ तर्कवासाई, भाइ म दाइ। अनि तपाईँको परिचय? कर्णबहादुर साई। अनि तपाईँको के लाग्नुहुन्छ उहाँ? भाइ मेरो तर्कबहादुर साई। अनि उहाँ माथि छोरो उहाँ चाहिँ बा छोरा? बाबु छोरा, दाइको छोरा, बाबु छोरा। अब चाहिँ हामी अर्को घरतर्फ लाग्नेछौँ भनेपछि उहाँ चाहिँ बा पढ्नुभएछ। उहाँको नाम के? तर्कबहादुर साईको चाहिँ यहाँ दुःखद निधन भइसकेको छ भनेपछि अब अहिले चाहिँ अब हामी उहाँको छोराको घरमा पनि त्यहाँको पनि के रहेछ वास्तविक कुराहरू देखाउँदैछौँ। यति बेला हामी उहाँको
छोराको घरमा आइपुगेका छौँ भने इन्टर साई है उहाँ चाहिँ इन्टर साईको चाहिँ आज दुःखद निधन भइसकेको छ भनेपछि एकदमै दुःख लाग्दो कुरा आज एक विशेष गरेर आज एक चाडको दिनमा अरूको घरमा रमाइरहेका छन् भनेपछि आज यो घरमा मान्छे एकदमै रुवावासीको अवस्था चलिरहेको यति बेला निकै नै अवस्था छ भनेपछि हामी अब यहाँका पनि सोधपुछ गर्नेछौँ यो विषय कुन विषय हो भनेर कसरी हुन पुग्यो यो कुरा सर उहाँको